मायाको खोजीमा मायाको खोजीमा गुडिया पो देखियो रोदीमा हमारा फुलको ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा मायाको खोजीमा गुडिया पो देखियो रोदीमा हमारा फुलको ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा हे बद्री तिमीले सन्झार्दैछौ बाग बजारको कार्टुन झै देखिन्छौ भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा सन्झार्दैछौ बाग बजारको कार्टुन झै देखिन्छौ पोखरा फुलको ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा हे छुट्टै रूप र नाम छ हाम्रो छुट्याइनौ नि राम्रो र नराम्रो पोखरा फुलको ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा नाम छ हाम्रो छुट्याइनौ नि राम्रो र नराम्रो पोखरा फुलको ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा हे राम्रो देखे थे मैले जिस्काको हिरो छ भो किन हो रिसाको मन चोरेको छैन मारिसाको माया लाउन बिन्ती पो बिसाको भमरा फुलको ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा छैन मारिसाको माया लाउन बिन्ती पो बिसाको भमरा फुलको ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा हे भन्यो कान्छ अहिले पो आती कस्ता खाले लाउने हो पिराती भेट
दर्शक नमस्कार। हाम्रा नानीहरूले कस्तो खाले पिरेती लाउने भनेर प्रश्न गर्न थालिसक्नु भएको छ। त्यस्तै गरी हाम्रा अरू पुरुष कलाकार साथीहरू पनि दोहोरी गाउनको लागि आतुर हुनुहुन्छ। त्यसैले म आजको कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदै म लाग्दैछु कलाकार साथीहरूको परिचयतर्फ। यति बेला मसँग दोहोरी गाउने कलाकार बहिनी हुनुहुन्छ। मान्छे चिट्टिक्क परेकी राम्री गुडिया जस्तै हुन्छ। हुन त उहाँलाई गुडिया भनेको मन नपर्दो रहेछ कि क्या हो, त्यस्तो लाग्यो मलाई। जे होस्, हाम्रो कलाकार बहिनी पूर्णकला विषीलाई कार्यक्रम खेलाउँदोरीमा हार्दिक स्वागत छ बहिनी। धन्यवाद। सबैलाई नमस्कार। म चाहिँ पूर्णकला विषी। मेरो घर चाहिँ गुलेरिया नगरपालिका वार्ड नम्बर 1 गाउँ नम्बर 16 बर्दिया जिल्ला। ल, तपाईँलाई स्वागत छ राम्रो गीत गाउनलाई है त बहिनी। र अन्य कलाकार साथीहरूलाई पनि मैले देखिरहेको छु। यहाँहरू सबैलाई स्वागत छ। म भीमकला रुचाल घर बागलुङ है। नमस्कार, मेरो नाम सरिता भण्डारी, मेरो घर सिन्धुपाल्चोक जिल्ला। तपाईँलाई स्वागत छ। दर्शकबिन सम्पूर्ण हाम्रो दिदीबहिनीलाई स्वागत छ। धेरै दिदीबहिनीहरू हुनुहुन्छ पछाडि। त्यस्तै गरी पुरुष कलाकार साथीहरूतर्फ मैले देखिरहेको छु ढाका टोपी चिटिक्क लगाएर लोक तथा दोहोरी गायक राजेश ढकाल आज खेलाउँदोरीमा आउनु भएको छ। राजेश, यहाँलाई स्वागत छ। धन्यवाद अनि नमस्ते दाई। यो खेलौँ दोहोरीको सांगीतिक चौतारीमा मेरो आदरणीय अग्रज दाईहरू बद्री दाई, रमेश दाई अनि सम्पूर्ण वाद्यवादन आदरणीय दाईहरू देखिरहेको छु। दाईले भनिसक्नुभयो, मेरो नाम राजेश ढकाल, मेरो घर काभ्रे पलाञ्चोक जिल्ला देवपुर गैरी बिसाउन गाविस वार्ड नम्बर 1 ढकालथोक भन्ने ठाउँमै पर्छ, जहाँ ढकालहरूकै बस्ती छ। र आज चाहिँ पूर्णकला बहिनीलाई लिएर यो रोधी घरमा यो सांगीतिक चौतारीमा बसेर केही समय दोहोरी जमाउ भनेर आइयो दाई। तपाईँसँगै बस्ने साथीहरूको पनि परिचय पाउन। नमस्ते, म आश्रम गुरुङ, घर लमजुङ, हजुर। गौडा 8 डाँडथोक। मेरो नाम खुमराज घिमिरे, जिल्ला अर्घाखाँची, जुकेना गाविस वार्ड नम्बर 6। मेरो घर चाहिँ स्याङ्जा निवाखरको 1 मनडाँडा हजुर भन्छ हाम्रो गाउँको नाम। हजुर, हजुर आफ्नो शुभ नाम बिर्सनु भएको छ। मेरो दिनेश छेत्री। कलाकार साथीहरू सबैलाई स्वागत गर्दै गर्दै म फेरि आजको हाम्रो निर्णायक तथा अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गायक शब्द संकलक रमेश विजीजी, उहाँलाई स्वागत छ अनि हाम्रो कार्यक्रमलाई पनि अगाडि बढाइदिनुहोस्। धन्यवाद। खेलौँदोरीको आँगनबाट आज पनि टेलिभिजनको पर्दामा खेलौँदोरी हेरेर बसिरहनुभएका तमाम आदरणीय दर्शकवृन्दमा हार्दिक नमस्ते टक्राउँदै आजको दोहोरीलाई अघि बढाउनको लागि म भाइ बहिनीहरूलाई अनुरोध गर्छु। ममरा फुलको थुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चित्रमा। हे राम्री मान्छे रोधीमा भेट भयो, रोधीमा भेट भयो, भोकै आथे खाए झै पेट भयो। ममरा फुलको थुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा। रोधीमा भेट भयो, रोधीमा भेट भयो, भोकै आथे खाए झै भेट भयो। पोखरा फुलको थुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा। भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा। हे तिमी आयो भोकै थिए तै पनि, भोकै थिए तै पनि, हतार हतार आएकी छु मै पनि। भेटुन पाको, भेटुन पाको, सपनीमा देख्या थिएँ दही खाएको। ममरा फुलको ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा। भेटुन पाको, भेटुन पाको, सपनीमा देख्या थिएँ दही खाएको। ममरा फुलको ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा। भेट हुन आउनु है मायालु पोखरा चिप्ले
चिप्ले ढुङ्गामा हे कति बसे तिमीलाई कोरे यतिका दिन कहाँ थियौ निष्ठुरी भमरा फुलको ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा तिमीलाई कोरे यतिका दिन कहाँ थियौ निष्ठुरी भमरा फुलको ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा हे धेरै पछि भेटु न जुरायो समयले खै कता पुर्यायो भमरा फुलको ढुङ्गामा भेट हुन आउनु है मायालु पोखरा चिप्ले ढुङ्गामा भेटो न जुरायो